मम्मीले पनि चिया बना भन्नुभयो। हामी चाहिँ चिया खाँदैछौँ। 11 बजेछ, खाना खाँदैन चिया खाइरहेछौँ। ढिलो भइसक्यो 11 बजे। बुट्टा बुट्टा के थुप्पा थुप्पा से थुप्पा गाइस यही हो चाउमिन पाउने चाउमिन फ्याक्ट्री हो यो। हामी चाहिँ यहीँ आउँछौँ चाउमिन लिन। यो चाहिँ मैले हेर्ने बित्तिकै मन पराएको। यो कहिलेकाहीँ यो चाहिन्छ कि यस्तो कोरियन नुडल्स अनि चाउमिनहरू बोइल गर्ने बेलामा टिमुर र रातो खुर्सानीलाई कुटेर मैले टिमुरको छोप रेडी पारिसकेँ। यस्तो हुन्छ। साथीहरू मैले चाहिँ यहाँ चाउमिन पनि बोइल पारेर रेडी गरिसकेँ। अनि यहाँ चाहिँ मैले धनियाँ प्याज हरियो खुर्सानी त्यत्रो अगाडि कटरमा छ त टिमुर होला। यता खाँदै हुनुहुन्छ भाइले पनि खाँदै। कस्तो बस्यो रे थुप्पा? तँलाई मिठो लागेन थुप्पा? हेलो हाई गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। हजुर सबैजना सन्चै हुनुहुन्छ होला। सो अहिले चाहिँ बिहानको अलमोस्ट 11:15 भइसकेको छ। बाहिरको वेदर एकदमै धेरै चिसो छ। हजुरहरूले हेरिसक्नुभएको होला अगाडि भिडियोमा। सो मम्मीले पनि चिया बना भन्नुभयो र हामी चाहिँ चिया खाँदैछौँ। 11 बजेछ, खाना खाँदैनौँ चिया खाइरहेछौँ। यता चाहिँ मम्मी भाँडा कपडा धोइराख्नु छ। मम्मीको काम चाहिँ यहाँ कपडा धुने हो, मेरो चाहिँ खाना पकाउने भाँडा माझ्ने। हाम्रो यहाँ चाहिँ काम बाँटेछौँ, आमा छोरीले आफ्नो काम गर्छ। ऊ अर्को फुच्चे आज स्कुल गएको छैन, बहुत रमाइलो भयो है। के अरे खानेकुरा यस्तै छ गाइस हाम्रो दिनचर्याहरू। एउटाले कपडा धुने, एउटाले खाना पकाउने। मेरो चिया खान्छ। मेरो चाहिँ यहाँ छ गाइस। चामल भिजाउन राखेको छु, दाल चाहिँ पाकिसकेको छ। चटनी गराउँछु त, चटनी बनेपछि त फेरि सबले खाइहाल्छ। मैले मङ्सिरमा ल्याएको बिरुवा हो, फुलको बिरुवा हो, अहिले फुल्दैछ। 2 महिनापछि फुल्दैछ। हेर्नु वाउ लुक। यो हेर्नु, यो दिवाल सब बिगार्दैछ गमलाले। पानीको छिटाहरू पर्ने रहेछ, दिवाल सब बिगार्दैछ। कस्तो भएछ, कस्तो दामी कलर हो कि। आफ्टर 2 मन्थ पछि मेरो फुलहरू फुल्दैछ। यसमा पनि ऊ लागिसक्यो, कोपिला लागिसकेको छ। एउटा यहाँ छ। वाउ यो कलर हेर्नु कति राम्रो कलर छ यार, कलेजी रेड कलरमा कस्तो दामी छ। यो मेरो सानो फुलबारी। यताको त हामीले सबै निकालेर फालिदिउँ, मम्मीले उखालेर फालिदिनु भयो। सुकिसकेको थियो नि त उसको। अब चाहिँ यता केही पनि छैन। यता पनि लगाउन त यता पनि लगाइदिन्छु, अब कहिले फुल्ने थाहा छैन। योचोटि धेरै चिसो भएर पनि हो क्या, फुल एकदम ढिलो फुल्यो। गाइस म चाहिँ पसल जाँदैछु केरो ल्याउन। 20 रुपिस मात्र यहाँले। हेर्नु पैसा लुकाउने भएछ यो केटो। मम्मीले 25 रुपियाँ दिएको, मलाई 20 रुपियाँ गोजीमा हालेर 5 रुपियाँ आफूले बोकेछ। टोपी राम्रोसँग लगा। केरो लिन जानु पर्यो, अचार गुराउने। केरो नै रहेनछ। चल भाइलाई फेरि त्यो केरो र सिमला मिर्च टमाटरमा पकाएको चटनी एकदमै मनपर्छ, त्यही गराउन लागि छु आज। हामी चाहिँ जाँदैछौँ पसल हो। यो अगाडि हुन्छ अगाडि चाहिँ केरो लिएर घर जाँदैछु। ढिलो भइसक्यो, दौडे छिटो दौडे। ढिलो भइसक्यो, 11 बजिसक्यो, खाना पाएको छैन। छिटो
गाइस केरल ल्याएँ अब चाहिँ म छिटो छिटो खाना पकाउँछु ढिलो भइसक्यो दाल भात त पाकिसक्यो तरकारी बनाउनु छ ओके गाइस म हजुरहरूलाई एकछिन पछि भेट्छु सकेको छ केरो सिमला मिर्च र टमाटरको चटनी अचार जे भन्दा पनि हुन्छ यसलाई 2 hours later चाहिँ ब्याङ्क जाँदैछ मैले मेरो चाहिँ ब्याङ्कमा काम छ ब्याङ्क जान्छु बाबु पनि मसँग जाँदैछ साथीहरु अहिले चाहिँ साँझको 5 बजिसकेको छ म चाहिँ अब चाउमिन लिन जान्छु आज हामीले थुक्पा खाने प्लान गराएको छौं किनभने आज एकदमै धेरै चिसो छ हिजोको भन्दा पनि आज झन् चिसो छ गाइस त्यसैले हामी जान्छौं चाउमिन लिन के लिन जान्छौं चाउमिन के खाने चाउमिन के खाने ह चाउमिनको बुट्टा 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 के थुक्पा थुक्पा से थुक्पा तु चिसो हावा चलेछ घाम पनि लागेको छैन यो साल त लास्टै चिसो भयो गाइस 2082 साल एकदमै चिसो भयो 3 महिना भयो चिसो नलागेको बीचमा 1 हप्ता जति घाम लाग्यो थियो त्यसपछि त चिसोको चिजै छ गाइस यही हो चाउमिन पाउने चाउमिन फ्याक्ट्री हो यो हामी चाहिँ यहीँ आउँछौँ चाउमिन लिन यो चाहिँ 100 रुपियाँको 1 केजी चाउमिन हो यहाँ 1 केजी नै पाइन्छ आधा केजी पाइन्न छ सिधै 1 केजी नै उठाउनु पर्छ बाबु यताबाट आउन यता गुतिर नजाउ न फटा कस्तो फोहोर हो यार यो ब्याकग्राउन्डहरू त पछाडि सब कचराहरू त यहीँ फाल्छ जस्तो छ यता आउन म चाहिँ भर्खर आएँ चाउमिन ल्याएर सो अब चाहिँ चाउमिन पकाउने सुरसार पार्नु पर्यो मम्मीले गएर चिकन लिएर आउनुहुन्छ हाम्रो चाहिँ चिकनको पसल छ हाम्रो फ्रेस हाउस पसलबाट मासु लिएर आउनुहुन्छ नि बल्ल म पकाउँछु अहिले चाहिँ यतिकै बस्छु के गर्ने काम पनि छैन चिया त मैले खाइसकेँ गाइस चियाको मैले भिडियो बनाएन यता गाना बजिरहेछ र यतातिर यता पल्लोपट्टि घरमा आज बिहा छ त्यहाँ गाना चलिरहेछ म अहिले भिडियो बनाउँदैन मैले 200 चाइनिज सपबाट सामानहरू ल्याएको थिएँ अनि हजुरहरूलाई देखाउँछु पनि भनेको थिएँ मैले बिर्सेछु कि सामान देखाउन हजुरहरूलाई देखाउँछु मैले के ल्याएँ भनेर हेर्नुहोस् है मैले चाहिँ एउटा यो लिएर आएँ यो चाहिँ मैले हेर्ने बित्तिकै मन पराएको यो कहिलेकाहीँ यो चाहिन्छ कि यस्तो कोरियन नुडल्स अनि चाउमिनहरू बोइल गर्ने बेलामा हाल्नुपर्छ नि त अनि भाँडा त थियो तर अलि ठुलै थियो कि हाम्रो घरमा यस्तो सानो थिएन अनि मलाई हेर्ने बित्तिकै कस्तो मन पऱ्यो कस्तो क्युट पनि लाग्यो सो मैले चाहिँ एउटा यो लिएर आएँ यो चाहिँ भाइले मन पराएको यो सिसाको जग यो पनि 200 को हो यो पनि 200 को हो त्यसपछि मलाई एकदमै मोस्ट इम्पोर्टेन्ट यो एप्रोन थियो किचन एप्रोन जहिले भाँडा धुने बेलामा मेरो कपडा पुरै भिजिहाल्थ्यो यो त हेर्ने बित्तिकै मैले उठाइहालेँ एउटा अर्को चाहिँ मैले डोरमेट लिएर आएँ मैले यो चाहिँ एउटै थियो 1 पिस थियो मैले काटेर 2 पिस बनाएँ कस्तो राम्रो कि 200 को यो 200 को ठिकै हो सामानहरू त यही हो मैले लिएर आएको सामानहरू हजुरलाई कस्तो लाग्यो मम्मी चाहिँ भर्खर आउनुभयो पसलबाट मम्मीले सामान पनि लिएर आउनुभयो थुक्पा बनाउने सामानहरू मैले चाहिँ यहाँ लसुन अदुवा छिलेर राखिसकेको थिएँ मम्मीले चाहिँ यहाँ चिकन लिएर आउनुभएको छ अब यही चिकनको झोल गराउने हो अनि थुक्पा खाने हो गाइस थुक्पा खाने हो चिसो छ आज चिसो अब चाहिँ म थुक्पा बनाउने सुरसारतिर लाग्नु पर्यो ढिलो पनि भइसक्यो साँझ भइसक्यो कति बजे छ ओ 6 बजेको रहेछ 6 बजे छ गाइस मेरो मुखबाट धेरै गाइस भयो के मैले चाहिँ यहाँ चिकन बसालिसकेँ प्रेसर कुकरमा भुट्दैछु भुटिसकेपछि अनि यसलाई मैले सिटी लगाउँछु चिकनलाई अनि यहाँ चाहिँ म टिमुरको छोप गराउन लागेछु तेल हालिसकेँ तेल तातिँदैछ यसमा टिमुर लसुन अनि रातो खुर्सानी यतिको भुटिसकेपछि यसलाई ग्यासमा हालिदिनुहोस् अनि यहाँ भाँडामा खनाइदिनुहोस् अलि सेलाएपछि अनि
यो सेलाइसकेपछि अनि यसलाई कुट्ने अनि त्यसपछि टिमुरको छोप इज रेडी गाइस। मैले चाहिँ यहाँ चिकनमा सिटी लगाउन राखिसकेँ। यहाँ सिटी लाग्दैछ। अब 2-3 सिटी लगाएपछि यसलाई मारिदिने। सो अब चाहिँ म टिमुरको छोपलाई पिस्छु। मैले यहाँ नुन पनि हालेको छु है गाइस, नुन पनि हाल्नु होला अनि यसलाई कुट्दिनु होला। एकैचोटि कुटेर देखाउँछु हजुरहरूलाई म। टिमुर र रातो खुर्सानीलाई कुटेर मैले टिमुरको छोप रेडी पारिसकेँ। यस्तो हुन्छ। सो अब चाहिँ यो थुक्पाको माथिबाट हालेर खानुपर्छ, एकदमै मिठो हुन्छ। साथीहरू मैले चाहिँ यहाँ चाउमिन पनि बोइल पारेर रेडी गरिसकेँ। अनि यहाँ चाहिँ मैले धनियाँ प्याज हरियो खुर्सानी मिक्स गरेर राखेको छु। यो चाहिँ थुक्पाको लागि एकदमै इम्पोर्टेन्ट हो यो चिज। मैले यो पनि बनाएँ। यहाँ चाहिँ मेरो छ टिमुरको छोप। मम्मी बुवा पनि आइसक्नुभयो पसलबाट। अब चाहिँ हामी तातो खान्छौँ थुक्पा। हाम्रो थुक्पा पनि रेडी भइसकेको छ। मम्मी पनि आउनुभयो पसलबाट। आज घाँटी समातेछ कि मेरो घाँटी पुरा दुखाएको छ। अब तातो झोल खानु नि सन्चो हुन्छ। थुक्पाको झोल पिरो पिरो स्पाइसी। बुवालाई बिस्तारै लगाइदिने होला। बुवाले चाहिँ खाना खाएर आइसक्नुभयो। आज हाम्रो छिमेकी घरको बिहे थियो, उतै गएर पार्टी खाएर आइसक्नुभएको छ अनि आएर पनि सुतिसक्नुभयो। अब हामी 3 आमा छोराछोरी मात्रै खान्छौँ, हेर्दै गर्नु होला। सो गाइस हाम्रो चाहिँ थुक्पा यहाँ रेडी भइसकेको छ। अब चाहिँ हामी तातो थुक्पा खान्छौँ। त्यत्रो अगाडि कटरमा छ त तिम्रो होला त खाँदै हुनुहुन्छ। भाइले पनि खाँदै। कस्तो बस्छ अरे थुक्पा तँलाई मिठो? मम्मी कस्तो भएछ? मिठो भएछ? खाँदै ल गाइस यो चाहिँ मेरो हो। हियर इज माई नुडल्स ए थुक्पा। अब चाहिँ म खान्छु यसलाई मिक्स गरेर। ओके गाइस म खाँदैछु। ओ मैले चाहिँ कागती निचल्नु बिर्सेँ। कागती पनि हाल्नुपर्छ। कागती निचेर कसले हालेको? तिमी पनि गरिदियो त? तिमी पनि गरिदियो? गाइस एकदमै मिठो भयो। जाडोमा तातो थुक्पा वाउ। हजुरहरूले पनि बनाएर खानु होला घरमा। जाडोको लागि त एकदम बेस्ट हो यो थुक्पा त। हजुर मेरो बाबुले के भन्नुहुन्छ? मेरो बाबुले पनि खाइरहेछ थुक्पा। मङ्कु कस्तो भएछ? मिठो भएछ? नाइ साना म त पुग्यो मलाई। तिमी खाऊ न। नाइ तिमी खाऊ ल। ओके थ्याङ्क यू। एकैछिन मेरो बर्थडे हो। कति क्युट देखेछु मेरो बर्थडे। ल खाऊ छिटो खाऊ। A few moments later. मैले चाहिँ थुक्पा खाइसकेँ। अब थुक्पा खाइसकेपछि भाँडाहरू पनि टन्नै छ साथीहरू। अब चाहिँ म भाँडाहरू धुन्छु। आजको लागि मेरो भिडियो यति नै। यदि मेरो ब्लग मनपर्छ भने प्लिज लाइक शेयर र सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई। सो बाई, गुड नाइट, टेक केयर।